बुटुल्क महानगरपालिकाले अमरपथ क्षेत्रमा विद्युतका पोलमा गज्याङ गुजुङ झुन्डिएको इन्टरनेट तथा केबलका अव्यवस्थित तार हटाउन थालेपछि सेवा प्रदायक कम्पनीहरू सक्रिय बनेका छन्। लामो समयदेखि बजारको सौन्दर्य बिगार्नुका साथै जोखिम समेत बढाइरहेका तार व्यवस्थापनमा उपमहानगरले कडाई गरेपछि सम्बन्धित कम्पनीहरू सम्पर्कमा आएर अनावश्यक तार आफै हटाउन थालेका हुन्। बुटवलको मुख्य व्यापारी केन्द्र अमरपथमा बाँध रहने बाटो जस्तै गरी पोलमा तार थुप्रिएपछि उपमहानगरपालिकाले क्लिन अमरपथ अभियान सुरु गरेको थियो। सुरुवातमा सेवा प्रदायक कम्पनीबाट चासो नदेखिएपछि उपमहानगरपालिका आफैले तार काट्ने र हटाउने काम अघि बढाएको थियो। बुटवल महानगरपालिका प्रमुख खेलराज पाण्डेका अनुसार उपमहानगरले कडा कदम चालेपछि अहिले इन्टरनेट तथा केबल सेवा प्रदायक प्रतिनिधिहरू सम्पर्कमा आएका छन् र अनावश्यक तथा प्रयोगविहीन तार हटाउने काम सुरु गरेका छन्। वडा नम्बर 5 का वडा अध्यक्ष हरिप्रसाद श्रेष्ठले 15 दिनभित्र अमरपथ क्षेत्रका अनावश्यक तार हटाएर क्लिन अमरपथ अभियानलाई निष्कर्षमा पुर्याइने जानकारी दिनुभयो। उपमहानगरको सक्रियतापछि वर्षौंदेखि व्यवस्थामा रहेको तार व्यवस्थापनको विषय अहिले समाधानतर्फ उन्मुख देखिएको छ। नगरको सौन्दर्य, सुरक्षित पूर्वाधार र व्यवस्थित शहरीकरणका लागि यो अभियानलाई चासोको साथमा हेरिएको छ।